हेलो वेलकम टु गाइज। आज हामी चाहिँ उमरी आइसकेका छौँ। देख्न सक्नुहुन्छ यो चाहिँ उमरी हो, हाम्रो शिवराज नगरपालिका 1 मा रहेको यो ठाउँ जुन शिवगढी हो। थारू सङ्ग्रहालयभित्र चाहिँ हामी प्रवेश गर्दैछौँ भने यहाँ चाहिँ काम भइरहेको छ। यहाँ टिकट काट्ने काउन्टर हो। अनि चाहिँ भित्र थारू सङ्ग्रहालय छ, देख्न सक्नुहुन्छ। हाम्रो यहाँ चाहिँ थारू ड्रेस। अरे वाह साली खतरा। खै बिहानी अरे वाह यता र त हाई गरिदिउ। को यो शर्मला हो। यहाँ ड्रेस कसरी छ अरे? 100 जल लाग्ने। म त लान्न हट। ल साली यता हेर्नु, फोटो खिचिदिन्छु। अलि आउनु भयो खाइदिन्न सिधै जाइजाम बाहिर। यहाँ चाहिँ झमाझम काम चलिरहेको छ। ओइ आउ जाउँ घुम्न। उता जाम के? आऊ नजाने आऊ के? यो नमान्ने डन को? बिहान थियो बिहान त होइन। देख्न सक्नुहुन्छ हामी चाहिँ थारू सङ्ग्रहालयभित्र आएका छौँ। तपाईँ पनि एकखेर भिजिट गर्नु होला। यो चाहिँ थारू सङ्ग्रहालय। यहाँ थारू सङ्ग्रहालय लेखेको छ है ठुलो ठुलो बोर्ड अक्षरमा। अनि यो चाहिँ मिटिङ सिटिङ हुँदा चाहिँ बस्छन्। यता चाहिँ नेपालको झन्डा रहेको छ। अनि यो थारू सङ्ग्रहालय हो। म चाहिँ भित्र प्रवेश गरिरहेको छु। फुल फुलिरहेको छ, राम्रो देखिएको छ मौसम। यहाँ चाहिँ बस्नको लागि व्यवस्था छ भने अहिले चाहिँ पानी उहाँनिर चाहिँ पानी छोडिदिएको भएको कारणले पानी छ। तपाईँहरू पनि एकचोटि भिजिट गर्नु होला यहाँ थारू सङ्ग्रहालयभित्र। यहाँ चाहिँ माछा मारिरहेको अवस्था छ, देख्न सक्नुहुन्छ। यो चाहिँ माछा मारेछन् होइन, दुरुस्तै लाग्छ। यहाँ चाहिँ पानी थापेको छ, पानी परिरहेको छ। अनि यो चाहिँ जाल हानिरहेको अवस्था छ यहाँले। देख्न सक्नुहुन्छ विभिन्न फोटोहरू रहेका छन्। भित्र चाहिँ म्याडमजी आउनुभएको छ, देख्न सक्नुहुन्छ क्लियर छ मौसम। भित्र जुत्ता चप्पल चाहिँ बाहिर राख्नुपर्छ अरे, जुत्ता चप्पल बाहिर राख्ने। यहाँ दुरुस्तै छ। यहाँभित्र थारू सङ्ग्रहालयभित्र चाहिँ के छ चप्पल बाहिर होइन। विभिन्न उ छन्, पेन्टहरू रहेको छ, देख्न सक्नुहुन्छ है। यो चाहिँ बड्डा दुरुस्तै छन् होइन, यहाँ चाहिँ केही फरक छैन। देख्न सक्नुहुन्छ यो थारू। ल ल जाउँ न। देख्न सक्नुहुन्छ यहाँ चाहिँ मादल चाहिँ मादल बजाइरहेको अवस्था छ होइन। यो विभिन्न थारू जातिहरूको चाहिँ यो पुरातात्विक सम्पदाहरू हुन् होइन। यो चाहिँ जुन पुराना हुन्थ्यो त्यो। दिदी नमस्ते। अरे यहाँ एकजना म्याडम हुनुहुन्छ, ढोग दिनुहुन्छ। ल ल म बोलाइदिएँ। सिसी क्यामेरा छ यहाँ चाहिँ होइन। विभिन्न उयोहरू रहेका छन्। यो डाडु होला होइन, डाडु शिवराज सिपुर पातलो थारू चतुवर रबलरी। थारू जसले चाहिँ स्पोन्सर गरेको त्यसको चाहिँ नाम रहेछ यहाँ होइन। त्यसलाई चाहिँ के भन्छ गाइज? कसले भने फेरि टिकट काट्नुपर्छ अरे? ल ल ल टाढो घुमेर यहाँ पानी झरिरहेको छ, देख्न सक्नुहुन्छ। यो चाहिँ मौवा अस्ति आगो लागेको चाहिँ यही भवनमा हो होइन। अस्ति जङ्गलको आगो चाहिँ आगो कारणले चाहिँ यसमा चाहिँ आगो लागेको थियो। अहिले चाहिँ पुनः मर्मत भइसकेको छ। मरीको यो चाहिँ देख्न सक्नुहुन्छ। अनि चाहिँ यो गोरुहरू खेलगाडा
अहिले चाहिँ सास परिरहेको छ गाइस होइन। हामी चाहिँ घुम्न आएको थियौँ। अब चाहिँ यो उमरी चट्ट परेर अब म चाहिँ क्यामेराम्यानलाई बोलाइदिँदै जाँदैछु। हेरौँ क्यामेराम्यानको रेस्पोन्स के आउँछ। आई विल ब्याक अ लेटर सम टाइम। यो चाहिँ बर पिपल यहाँभित्र पनि गुफा छ, मन्दिर छ होइन। यो चाहिँ खेलकुद हुने ठाउँ हो। यो चाहिँ प्राय यहाँ खेलकुद हुन्छ। यहाँ चाहिँ स्पेसल त शिवरात्रिमा चाहिँ यहाँ स्पेसल हो भने आजभोलि पनि यहाँ चाहिँ भिडभाड हुन्छ। मोमो टिप्ने भएको भएर आजभोलि त मोमो टिपाइ हुन्छ। यो चाहिँ हाम्रो प्रवेशद्वार। यहाँ विभिन्न मन्दिरहरू छन्। आदि मन्दिरहरू रहेका छन् भने यो चाहिँ गुफामा क्यामेराम्यानलाई बोलाउन गइरहेको छु। हेरौँ फाइनली रिजल्ट के। कति बजीसम्म खुल्ला हुन्छ भित्र? यहाँ होइन अहिले आउन सक्छन्। म त खिचाउँदैन, मलाई झ्याउ लाग्छ। यो चाहिँ उमरी है गाइस।